कृपया केही मिनेट समय निकालेर यो भिडियो अन्तिमसम्म हेरिदिनुहोला। यो भिडियो तपाईको एउटा सहयोगको याचनाको लागि मात्र होइन, एउटा आमाको जीवन बचाउने अन्तिम आशा पनि हुन सक्छ। झापा भद्रपुर 10 निवासी इन्दिरा फुयल यति बेला ब्रेन क्यान्सर जस्तो जटिल र ज्यान जोखिम पार्ने रोगसँग सङ्घर्ष गरिरहनु भएको छ। उहाँको उपचार अहिले भारतको मुम्बईमा भइरहेको छ। केही समय अघि उहाँको ब्रेनको अपरेसन सफलतापूर्वक सम्पन्न भए पनि त्यसका लागि परिवारले आफ्नो भयभरको सबै खर्च गरिसकेका छन्। अहिले थप उपचार, औषधि, परीक्षण र अस्पतालको खर्च जुटाउन परिवारको सामर्थ्यभन्दा धेरै माथि पुगिसकेको छ। घरमा उहाँका 2 सन्तान छोरीहरू छन्। हरेक बिहानी उनीहरू एउटै प्रश्न गर्ने गर्छन्, आमा कहिले घर फर्केर आउनुहुन्छ? उनीहरूलाई अझै विश्वास छ कि उनकी आमा निको भएर एक दिन फेरि उनीहरूलाई काखमा च्याप्न घर फर्किनुहुनेछ। तर त्यो आशा जोगाउन आज हाम्रो र तपाईँको सहयोगको आवश्यकता परेको छ। उहाँका श्रीमान, परिवारका सदस्य र आफन्तहरू दिनरात अस्पताल र आर्थिक चिन्ताबाट सङ्घर्ष गरिरहनु भएको छ। एउटा प्रिय सदस्यलाई बचाउने प्रयासमा उहाँहरूले सक्दो सबै गरिरहनु भएको छ। तर अब यो लडाईँ उहाँहरू एक्लैले जित्न सक्ने अवस्था छैन। हामीले दैनिक जीवनमा खर्च गर्ने 200-400 रुपियाँ सायद हाम्रो लागि धेरै ठुलो रकम नहोला, तर त्यही सानो सहयोग धेरै मानिसहरूबाट जुट्यो भने एउटा आमाको उपचार निरन्तर गराउन ठुलो आधार बन्न सक्छ। भनिन्छ, दानको मूल्य रकमले होइन, मनले निर्धारण गर्छ। आज तपाईँले दिएको सानो सहयोगले भोलि ती 2 नानीहरूले आफ्नी आमालाई फेरि अँगालो हाल्ने अवसर पाउन सक्छन्। यदि तपाईँ आर्थिक रूपमा सहयोग गर्न सक्नुहुन्छ भने कृपया आफ्नो क्षमताअनुसार सहयोग गरिदिनुहोस्। यदि अहिले सहयोग गर्न सक्ने अवस्था छैन भने यो भिडियो धेरैभन्दा धेरै साथीभाइ, आफन्त र सामाजिक सञ्जालमा सेयर गरिदिनुहोस्। सायद तपाईँको एउटा सेयर नै यस्तो व्यक्तिसम्म पुग्न सक्छ जसले इन्दिरा फुयालको उपचारका लागि आवश्यक सहयोग गर्न सक्नुहुन्छ। कृपया यो भिडियोलाई व्यवस्था नगरिदिनुहोला। एउटा आमाको जीवन बचाउनु भनेको 2 साना छोरीहरूको भविष्य बचाउनु हो, एउटा परिवारको मुस्कान जोगाउनु हो, एउटा घरको आशा जोगाउनु। आउनुहोस् हामी सबै मिलेर इन्दिरा फुयालको जीवन बचाउने अभियानमा हातेमालो गरौँ।